हेलो एन्ड नमस्ते साथीहरू। तपाईँहरू पहिलो भिडियो चाहिँ पार्ट 1 को चाहिँ हेरिसक्नु भएको छ भने आज हामी त्यहीसँग रिलेटेड चाहिँ हामी अर्को चाहिँ भिडियो चाहिँ हेर्न गइरहेछौँ, क्लास चाहिँ लिन गइरहेछौँ र त्यसमा हामी चाहिँ आर्टिकलका युजहरूमध्ये ए र एनको चाहिँ युज हामी आज सिक्न गइरहेछौँ। आई होप यु हेभ अलरेडी सिन अ प्रिभियस भिडियो। सो लेट्स स्टार्ट आवर use of here articles that is a or n. So साथीहरु मैले चाहिँ यहाँ सबै कुरा चाहिँ लगभग चाहिँ यहाँ दुईटा कुरा मैले चाहिँ लेखिसकेको छु। अब तपाईहरुले एकचोटी यहाँ ध्यान दिनुपर्ने हुन्छ। यहाँ use of article मध्ये चाहिँ हामीले के एक्जाम्पल पहिला हेरौँ। And I hope these example will make you a fully understanding of use of a or n. Just you can see up here a pilot or mat. यहाँ अ किन भएको भने अ पछि यहाँ कन्सोनेन्ट साउन्ड अफ सिंगुलर काउन्टेबल नाउन यो कुरा चाहिँ प्रिभियस भिडियोमा हामीले हेरिसकेको छौँ। त्यो भएर यहाँ अ भएको हो। अर्को भने ए र एन आएको छ। व्हाई हियर बिकम ए र एन? ए एन दैट हियर एन प्लस vowel sounds of singular noun. So that here vowel sound here it has ugly girl and orange. त्यसैगरी यहाँ चाहिँ ए र एन यहाँ पनि चाहिँ एन भएको छ। किन भएको भने हियर ह साउन्ड दैट इज साइलेंट. दिस इज नॉट प्रोनाउन्स हियर. दैट्स वी आर नॉट टेलिंग हियर honest, we tell here honest. So that here consonant sound is not here. Here is vowel sound, so we can say of that one. So here you can also write here कटुग्य हामी लेख्न सक्छौं। यहाँ चाहिँ अटु अ these are the sounds, so we can use it that way. And here that I have already told you that h sound is not pronounced. Even here became a consonant sound, but here pronunciation that comes here o, so that here became an honest. Now here you can see in these two examples, here you can see here a house became and a hero became. Why here became a? Because here h sound is clearly pronounced here. So that here became of this one. Let's see of this one. A SLC, a VIP, a UN member, an MLA, an NTC staff, an ELT textbook. So why become here? So that just हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यहाँ चाहिँ अ र यहाँ एन किन भएको? हामीले बढी टाउको दुखाइराख्नु पर्दैन साथै। हामीले यो मात्र चाहिँ बुझ्यौं। एन एब्रिभिएसन स्टार्ट्स विथ फिल्म नोट्स हियर. इंग्लिश अल्फाबेट को चाहिँ फिल्म नोट्स हियर बाट यदि कुनै चाहिँ एब्रिभिएसनहरु छ भने डाइरेक्टली यू कैन यूज अफ एन, नो प्रॉब्लम. Likewise remaining English alphabet you can use of there. This is the thing that we should understand overall here in use of this one, whatever here written on our board. Let's see the another one. Third thing हामी चाहिँ यहाँ जानौं and हामी यसलाई चाहिँ बुझौं यसका युजहरु मध्ये। अब यहाँ अर्को रहेको छ जसरी मैले लेखे यहाँ a cow gives milk. हेरौं साथीहरु र चाहिँ the cow gives milk. अब यो चाहिँ एउटा कुराले मात्र यो सेन्टेन्समा फरक छ। यहाँ चाहिँ अ भयो, यहाँ द भयो। अ र द किन यही चाहिँ दुईटै सही किन भयो त? हामीले चाहिँ यहाँ जानिराख्नु पर्ने कुरा if singular countable noun denotes the class of noun or group use both. दुईटै हामी युज गर्न सक्छौं है। यहाँ ए सुटेबल छ भने ए लेखौं, एन सुटेबल छ एन, नभए डाइरेक्ट हामी द लेखौं, नो म्याटर। किनभने यहाँ चाहिँ काउ भनेको यसले काउको क्लासलाई त्यसको ग्रुप्सलाई इन्डिकेट गरेको हो, त्यो भएर चाहिँ हामी दुईटै यहाँ सुटेबल हुन्छ। त्यसपछि हामी चाहिँ अर्को हेरौँ है। यो बुझिसकेपछि अर्को हेरौँ। यदि स्याहारिसक्नु भएको छ भने मैले मेटे। अब अर्को चाहिँ हामी जान्छौँ। अब अर्को भनेको के हुन आउँछ त? तेस्रो। तेस्रोमा चाहिँ के छ हामी जान्नु है। यहाँ मैले लेखे केही सेन्टेन्सहरु लेखे। I bought a car.
अब यहाँ अकार किन भयो किनभने इन द सेन्स अफ वान एउटाको सेन्समा चाहिँ यहाँ अ भयो। अर्को लेखे सी इज अ युट्युबर। सो हियर यहाँ अ किन भयो with job and profession है प्रोफेसन जब र प्रोफेसनमा चाहिँ हामीले के युज गर्छौँ त ठुलो हुन्छ देखिँदैन जब एन्ड प्रोफेसनमा जब्स र प्रोफेसनमा हामी के लेख्छौँ त युज गर्छौँ त्यसको। त्यसै गरी अर्को भनेको हामीले चाहिँ जानौँ वाट अ नाइस ड्रेस। अब यहाँ पनि हामीले अ युज गरेका छौँ किन विथ noun ends exclamation marks। अब यो चाहिँ हामीले एक्सक्लामेसन हो यो चाहिँ नाउन व्हाट अ नाइस ड्रेस इन्डु एक्सक्लामेसन मार्क। सो जस्ट हियर कीप इन आवर माइन्ड दैट हियर बिकम अ। अर्को चाहिँ हामी के भन्छौँ I like such a dress। अब यहाँ चाहिँ हो यो such प्लस सिंगुलर काउन्टेबल नाउन है। अब सिंगुलर काउन्टेबल नाउन यति चाहिँ हामी राख्ने थाहा राख्छौँ। त्यसै गरी चाहिँ हामीले सी goes to a temple twice a day। अब यो सेन्टेन्समा यहाँ चाहिँ अ छ यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो इन द सेन्स अफ इच एन्ड एभ्री। अब इन द सेन्स अफ इच एन्ड एभ्री को चाहिँ सेन्समा हामीले बुझ्नुपर्छ यहाँ अ भयो। त्यसै गरी अ piece of cake त्यसपछि a jar of water a hand of rice। अब यो चाहिँ हो एउटा अझै लेख्यो a meter a kilo a meter। अब यहाँ पनि युज गर्दा यो तीनटालाई हामी जान्यौँ। यहाँ चाहिँ किन भएको हो त विथ युनिट अफ अनकाउन्टेबल नाउन। यहाँ चाहिँ अनकाउन्टेबल नाउन हो। अब यहाँ चाहिँ अनकाउन्टेबल नाउनले यदि हामीले त्यसलाई युनिटको रूपमा चाहिँ युज गर्यो भने त्यहाँ पनि हामी युज गर्न सक्छौँ। त्यही भएर यहाँ अ भन्छ। यो भनेको के हो त भन्दाखेरि यो फ्रेज हो है यो फ्रेज। अब फ्रेजसित पनि अब कस्तो फ्रेज हो त भन्दाखेरि यो चाहिँ मेजरमेन्टल फ्रेज हामी भन्छौँ। त्यसको अगाडि पनि चाहिँ हामीले आर्टिकलको युज गर्छौँ। त्यसै गरी अर्को भनेको ह्याभ अ रेस्ट भन्छ ह्याभ अ रेस्ट have a nice day। अब यस्तामा चाहिँ हामीले के भन्न सक्छौँ यिनीहरू के हो त भन्दाखेरि यो भनेको एक्सप्रेसन हो। के एक्सप्रेसनहरू छन् त्यो एक्सप्रेसनहरूमा पनि हामी के गर्छौँ विथ एक्सप्रेसन। अब एक्सप्रेसनहरूमा हामी के गर्छौँ त यसको युज गर्छौँ। ओभरअलमा चाहिँ हामी हेर्ने हो भने चारवटा चाहिँ यहाँ सेट मैले कुरा गरेँ। यो चारवटा सेट थाहा राख्नुभयो भने तपाईँहरूलाई यो युज अफ ए र एन्डको चाहिँ कुनै पनि किसिमको कन्फ्युजन आउँदैन चाहिँ स्योर छु म। आई होप यु अन्डरस्टुड वाट एभर अप टु नाउ डिस्कस हियर regarding of use of a and the up to now। So thank you very much for watching this video।